हेलो गुड मर्निङ गाइस। आज चाहिँ मैले बिहानै मर्निङमा एउटा सर्ट भिडियो बनाउँदैछु। हजुरहरूले मनोरञ्जन गरिदिनु होला। यो सर्ट भिडियो चाहिँ म बिहानै ड्युटी जाँदै गरेको एउटा सानो तपाईँहरूको माझमा देखाउने प्रयास गर्दैछु। हाम्रो जोरथाङको यता जोरथाङ टु भाडी खोलाको रोड चाहिँ यस्तो छ गाइस। यो हालैमा अहिले कार्पेटिङ पनि भएको छ होइन। सो अहिले चाहिँ कुदाउनु मजै आउँछ। पहिला हेरी चाहिँ अहिलेको रोडको कन्डिसन चाहिँ पहिला हेरी चाहिँ एकदम भास्ट डिफ्रेन्ट थियो। अन्त अहिले अलिक एक दुई दिन हुँदैछ यो क्लाइमेटिक सिजन यस्तो घिनलाग्दो भइरहेछ कि गाइस। अलिक घाम नलागेर होला सायद, अँध्यारो अँध्यारो टाइपको होइन। केही छैन, अब जस्तै सिजन भयो भने अब ड्युटी त जानै पर्यो होइन। काम नगरी अब नाम त पाइने होइन। सो हाम्रो बाटोमा चाहिँ यसरी जेसिबी राखिरहेको छ यहाँ बाटोमा होइन। यहाँनिर रोडको काम पनि चलिरहन्छ। अब अलिकति केही भत्किहाल्यो अरे बनाइहाल्छ होइन, रिकभर गरिहाल्छ। त्यति चाहिँ राम्रो छ अहिले हालैमा चाहिँ। अगाडि म चाहिँ धेरै सँगै काम गर्ने स्टाफ हो। उसको नाम चाहिँ राजु हो। यता सेकेन्ड नम्बर चाहिँ भाइ अर्को युनिटमा गर्छ काम। उसको नाम चाहिँ सलु। अहिले यहाँ चाहिँ हालैमा यहाँ माथि चाहिँ कन्स्ट्रक्सन पनि चल्दैछ कि, त्यही भएर मान्छेहरू उयो लगाएर बसिरहेको छ पर। के भन्छ त्यसलाई, के भन्छ भाइ? अहिले चाहिँ पुग्नु आँटेको नि, यहीँनिर हो यही ठाउँमा। यो चाहिँ हाम्रो कम्पनी हो यो। सो हेर्दै गर्नुहोस् होला गाइस। थ्याङ्क यू सो मच फर वाचिङ। यस्तै भिडियो लिएर आउनेछु।